हेलो नमस्ते सबैजनालाई। आज भाइहरूसित कहाँ रे? भक्तपुर पाँच तले मन्दिर। कुन हो पाँच तले मन्दिर? यो पाँच तले मन्दिर। ल भक्तपुरको पाँच तले मन्दिर। ल अब यहाँको स्टोरी भन्छु भन्दै थियो। ल भन। के अरे फर्स्टमा यो मन्दिर थियो होइन, यो भैरवको र बेतालको मन्दिर होइन, यो अगाडि देख्नु भएको। अनि बेताल भनेको चाहिँ भक्तपुरको सबसे यो मन्दिर चाहिँ के रे? भैरव र बेताल। ए भैरव र बेताल। यहाँ मान्छेहरूको घर हो कि यो मन्दिर मात्र हो? यो एरिया मान्छेको घर नै हो दाइ होइन, होटेल क्याफे त्यस्तो भयो बढी। अनि अगाडि चाहिँ यो बेतालको मात्र मन्दिर थियो अरे यहाँ, भैरव र बेतालको। अनि बेतालले चाहिँ के गर्यो भन्दाखेरि यताको गाउँमा यङ्स्टरहरू हुन्छ नि, केटीहरू रेप गर्ने मार्ने अरे क्या राजाहरूले। देउताले त्यो देउता अहिले पनि छ क्या। हो जात्रा भनेर यहाँको जात्रा मेन जात्रा हुन्छ वैशाखमा नयाँ वर्षमा होइन। अनि त्यो जात्रामा त्यो देउतालाई सिक्रीबाट निकालेर खुल्ला छोडिदिन्छ एक हप्ताको लागि मात्र। रियलमै छ क्या, अहिले पनि बानेर राखेको छ क्या दाइ। अहिले पनि भित्र जान मिल्दैन होला, त्यहाँको गेट लागिसक्यो होला होइन। नभए तपाईँ दिउँसो भित्र गएर हेर्न मिल्छ क्या। त्यो देउतालाई सिक्रीले बानेर राखेको छ होइन, त्यो देउतालाई एक हप्ता छोडिदिन्छ। अनि त्यो देउताले सबलाई रेप गर्यो, केटीलाई मार्यो भनेर सिद्धि लक्ष्मी भन्ने भगवान बनाएको हो क्या त्यो चाहिँ। अनि त्योभन्दा ठुलो किन भन्दाखेरि सिद्धि लक्ष्मीसँग त्यसलाई कन्ट्रोल गर्ने पावर छ, सिद्धि लक्ष्मीले कन्ट्रोल गर्छ भनेर चाहिँ यो बनाएको अरे क्या। दामी यार। यो भित्र छ? यहाँभित्र तपाईँ पस्नु हो भने होइन, तपाईँलाई फिल हुन्छ क्या तपाईँको पछाडि कोही हिँडिरहेछ कि कोही छ कि जस्तो फिल हुन्छ। भनेपछि यहाँ एक्लै हिँड्न डर हुन्छ? यो एरियामा बेलुका केटीलाई एक्लै हिँड्नु दिँदैन क्या। त्यस्तो है। अझ मेन भनेको नयाँ वर्षको इयर हो क्या। यहाँ ठुलो वाइल्डै ठुलो यो सब सामान देख्नु भएको छ नि, त्यसको रथ बनाउँछ यहाँ होइन। यहाँबाट स्टार्टिङ हुन्छ त्यो रथ जात्रा। सबसे सुरु जात्रा। अनि त्यो रथ बनाउँछ होइन, यहाँबाट सुरु हुन्छ होइन। रथ तान्छ नि मान्छेले यहाँबाट। यहाँनिर बनाउँछ रथ अनि यहाँबाट सुरु हुन्छ। अनि त्यहाँको देउता छोडिदिन्छ क्या एक हप्तालाई रथमा खुल्ला भन्नाले सिक्रीबाट हटाइदिन्छ। अनि त्यो मूर्ति बाहिर निकाल्छ कि त्यहीँ हुन्छ? मूर्ति बाहिर रथमा झुन्डाइदिन्छ क्या। अगाडि मूर्ति त्यो रथको सबसे अगाडि नै त्यही देउता हुन्छ क्या, भित्र चाहिँ भैरव हुन्छ। म अहिलेसम्म आएको थिएन यार यो ठाउँमा यार। अनि यो पाँच तला माथि छ नि हेर्दा यो मन्दिर होइन, पाँच तला अन्डरग्राउन्डसम्म छ अरे क्या यो भित्र। पाँच तला अन्डरग्राउन्ड नि छ अरे। यहाँको त्यो अब नेवारीमा न्यायहरू भन्छ क्या, सेतो लुगा लाएर बस्नेहरू हुन्छ, तिनीहरू चाहिँ जान पाउँछ, अरू चाहिँ जान पाउँदैन। अनि यता यो मेन ठाउँ चाहिँ? अनि अर्को दरबार स्क्वायर। दरबार स्क्वायर भनेको कुन चाहिँ? दरबार स्क्वायर भनेको उता यहाँबाट भित्र गएर अघि हामी मैले देखाएको थिएँ नि उता माथिबाट बाटो हो, त्यहाँनिर नजिक छ। भक्तपुरको मेन ठाउँ चाहिँ यसलाई भनिन्छ? जात्रा सुरु हुने यहाँ रथ राख्छ। त्यो रथको पाङ्रा उ त्यो होइन गोलो? त्यो नि लिदिउँ न त होइन, रथको पाङ्राहरू, रथ राख्ने ठाउँ भनेर। जाडो छ गाइज, यत्तिका ब्युटी देखिन्न भनेर राति आएको हो। दिउँसो त काठमाडौँ त वान अफ द पोल्युटेड सिटी भनेर भनिन्छ भने यो रथको सामानहरू सबै जोडेर रथ बनाउँछ है। काठमाडौँ राम्रो छ नि यार, यस्तो राम्रो छ नि यार काठमाडौँ है। अब यस्तो गरौँ हामी हर्जिँदै जाउँ, अहिले त्यो गाडीहरूमा निस्किनु हामी होइन, तपाईँलाई त अगाडि स्क्वायर नि घुमाइदिन्छौँ। म्याक्सिमम् भक्तपुर आएको मान्छे चाहिँ यो ठाउँमा हो क्या। यो ठाउँ चाहिँ फेमस प्लेस भक्तपुरको। अनि गाडी चाहिँ कहाँ राख्ने त्यो बेलामा? दिउँसोमा चाहिँ? दिउँसो चाहिँ त्यो सिधा पोखरी भन्ने एउटा पोखरी छ, त्यहाँ राखेर हिँड्दै आउनुपर्छ। यहीँसम्म हिँड्दै आउनुपर्छ। यहाँ पनि देउताहरूको छ भुइँ भुइँमा, यता पनि देउता छ, यता पनि देउता छ। भुइँचालोले यो एरियामा केही पनि असर पारेन?
पहिला किनभने अहिले त यो एरियामा त होइन के अरे यो हेर्न यहीँ अगाडि नै काठ राखेर नि त्यो भुजालोको काठ राखेर राखेको छ नडोमा ए त नि है यो चाहिँ रिभ्यू गरे अब घरहरू भयो यिनीहरू चाहिँ नवीनहरू पनि पहिला यता तर यहाँ पिल्लर छैन नि यो घरमा है रड पिल्लरै नभइकन 3-3 तल्ला 4-4 तल्ला घर बनाएको छ पुरानो घरहरू होइन अनि भक्तपुरमा सबसे बिचमा चाहिँ यही स्ट्रिटमा हाम्रो उता त्यो नो इन्ट्री टाइपको बोर्ड देखिरहेको छ नि त्यसको साइडमा एउटा पसल छ बेस तितौरा चाहिँ त्यहाँ आउँछ भक्तपुरमा आएको बेला अनि स्ट्रिट फुड त खान्छ बाटो बाटोमा होइन यता त्यो नखाउने छैन राति आएको थियो तिमीहरू पनि पहिला म त बेलुकाभरि नयाँ वर्षमा त बेलुकाभरि मान्छे त मान्छे यसरी नभएको बेलामा चाहिँ नभएको बेला त आजमा मजाको मान्छे मान्छे नभएको बेलामा ब्युटी रहेछ बल्ल देखिने रहेछ कि एक एक कुराहरू अनि यो चाहिँ दरबार स्क्वायर भयो त ए यो नि दरगाह स्क्वायरमा चाहिँ के हुन्छ दरबार स्क्वायरमा के छ भने राजा बसेको ठाउँदेखि सब चाहिँ यहाँ हो क्या म तपाईँलाई देखाउनु पर्छ यो सेतो छ नि होइन यो म्युजियम हो अहिले होइन अनि यो राजा भयो यो राजाको मूर्ति त्यो अगाडिको गोल्डन गेटबाट भित्र राजाको ठाउँ ए तली चाहिँ भगवान् कि के भन्ने भगवान् छ क्या त्यहाँभित्र अनि भित्र खै डाङ्गा यो दरबार स्क्वायर यो दरबार स्क्वायर भयो अनि त्यो म्युजियम अनि त्यो अहिले के अरे पहिला राजा बस्ने अहिले चाहिँ भित्र मन्दिर टाइपको के छ यो क्याफे भइहाल्यो यिनीहरू सब मन्दिर नै भयो हामी अरू बेला आउँदाखेरि चाहिँ उयो गेटबाट आउनुपर्छ क्या गाडी उतै राखेर ए यो गेटभन्दा उतापट्टि चाहिँ गाडी राख्नुपर्छ यहाँ चाहिँ हिँड्ने त्यहाँ त आर्मी एनी टाइम हो नि आर्मीकै भित्र बेस नै छ क्या त्यो राजाहरू बस्ने ठाउँबाट ए अब हामी यहाँबाट चाहिँ फर्किनुपर्छ होइन गाडी किनभने हामीले उतापट्टि राखेको छ यताबाट चाहिँ त्यो पोखरीपट्टि पुगिन्छ पोखरी छ यताबाट अगाडि सिद्धा पोखरी भन्ने छ त्यता पुगिन्छ अनि यो त भक्तपुर एरिया भइहाल्यो लस्टे चाहिँ पोखरी अन्त धेरै टाढा होला नि पोखरी त्यस्तो टाढा चाहिँ होइन अघि हामी आएको जुन बाटो आएको छ नि त्यही बाटोमा पर्ने हो क्या ए अनि हामीभित्र चाहिँ दसैँको बेला कति राङ्गा के मार्छ क्या त्यहाँभित्र यो राजा बस्ने ठाउँको भित्र यो चाहिँ दरबार स्क्वायर यसै त पाउँछ दसैँको टाइममा भित्र घोडा राखिरहेको हुन्छ राजाहरू चढ्ने घोडा यो चाहिँ पहिलाको राजाकै घर टाइपको भयो नि त हेलो अनि के अरे यस्तो झ्याल किन राख्थ्यो अरे भन्दाखेरि त्यो स्केलेटन टाइपको हुन्थ्यो अरे पहिला होइन अनि बच्चा लिएर जानु भनेर यस्तो झ्याल लाग्थ्यो अरे क्या उता यो घरमा होइन कतिवटा झ्याल छ क्या त्यो गनेर नै होइन ट्याक्कै त्यतिवटा झ्याल छ क्या कति 55 वटा भने कि कतिवटा भनेको छ क्या दामी ठाउँ रहेछ यार म त अहिलेसम्म आएको थिएन यार हामी राखेको गाडी उतै छ एकाउन्टको ए है अनि यो मूर्ति चाहिँ यो सिंहको यो रिबिल्ड गरे भुचालोले भत्काएर यसको नाम के हो यो बिल्डिङको बिल्डिङको नाम चाहिँ थाहा छैन यो रातो बनेको अहिले यो सब बनाएको चाहिँ रातो ढुङ्गाले बनाएको छ क्या रिबिल्ड गरेकोहरू चाहिँ अनि त्यो तपाईँले एकचोटि देख्नु तपाईँले त्यो टिकटक घरमा देख्नु त्यो भाइरल चटपट्टि चस्छ हो त्यो चाहिँ उयो बाटोबाट जाने हो क्या ए भक्तपुरमा हो त्यो ल ल ल ल दामी ठाउँ घुम्यो यार गाइज यो ठाउँको नाम के अरे नपुकु 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 भन्छ नपुखु भक्तपुरमै पर्यो ओ माई गॉड यार ओ माई गॉड क्या दामी ताल यार ए ल्याउ यस्तो खतम यो त लास्ट गइरो छ होला यार भक्तपुरको मान्छेले भन्दाखेरि चाहिँ हेर्दाखेरि होइन मान्छेको त्यो राखेको खुट्टा हात जस्तो देखिन्छ अरे उनीहरूले हेर्दा चाहिँ हामी हेर्दा त कहाँ लाग्छ
लेउ है यो है यसलाई सफा गरे हुन्थ्यो नि यार सफा गर्दैन नि माछा चाहिँ थप्ने निकाल्ने होइन गर्छ यिनीहरूले वाटर साइकल चलाउँछ यहाँ ए दिउँसोमा वाटर साइकल साइक्लिङ गरेर त्यो के बोट ओ कत्रो माछा यार वाउ दामी रहेछ यार भक्तपुर त यार खतरा छ यो भन्ने यस्तै छ ऊ त्यो बिचमा के त्यहाँ माछा उफ्रिरहेको छ दाना ल्याउनु पर्ने थियो हामीले यार हेरे तेरो कुप्लुङ्ग खाना आउँछ कि मैले पनि त्यही भएर फालेको योभन्दा राम्रो छ अहिलेको त्यो त्यो बन्द रहेछ न त्यो खतरा छ यत्रो ठुलो छ एरिया त योभन्दा ठुलो छ वाउ पोखरी चाहिँ थाहा भएन होइन योभन्दा ठुलो छ कि छैन एरिया चाहिँ योभन्दा ठुलो छ क्या वाकिङ स्ट्रिटदेखि होइन योभन्दा ठुलो छ कि हिँड्ने ठाउँ चाहिँ फुड ट्र्याक दाइ मात्न छ मान्छे पोखरी छ नि यहाँबाट सिधा ल भक्तपुर एक्सप्लोर गर्दैछु मैले आज भक्तपुर त घुम्न आउने ठाउँै रहेछ यार